जब जब नेपालमा राजदरबार हत्याकाण्डको कुरा आउने गर्दछ अथवा वीरेन्द्र वंशनाशको कुरा आउँछ तब सबभन्दा सुरुमा के भनिन्छ थाहा छ कि राजा ज्ञानेन्द्रले चाहिँ वीरेन्द्रको वंशनाश गरेको हो भनेर भनिन्छ। तर हामीमध्ये कतिलाई थाहा छ यो कसले सुरु गरेको न्यारेटिभ थियो अथवा यो कसले सुरु गरेको भनाइ थियो? यो तत्कालीन समयको विद्रोही माओवादीले सुरु गरेको भनाइ थियो। माओवादी जसलाई नेपालबाट राज संस्था हटाउनु थियो हो त्यसले के न्यारेटिभ चलायो त भन्दाखेरि तत्कालीन राजा वीरेन्द्रलाई जुन चाहिँ भावी राजा ज्ञानेन्द्रले चाहिँ हत्या गरेको भन्ने पहिलो न्यारेटिभ चलायो। अनि त्यसपछिका घटनाक्रम हेर्दै जाउँ है त। त्यसपछिको घटनाक्रममा राजा ज्ञानेन्द्रले जुन खालको कमिटी बनाए, तत्कालीन सर्वोच्च अदालतको प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र तत्पश्चात जुन चाहिँ के भन्ने सभामुख जो चाहिँ तारानाथ राणावत थिए, उनीहरूले जस्तो खालको प्रतिवेदन दिए नि कि तत्कालीन समयको सर्वोच्च अदालत र पोलिटिकल पार्टीले मिलेर जस्तो खालको एउटा प्रतिवेदन दिए, त्यो प्रतिवेदनले पनि कहीँ न कतै जनतालाई राजा ज्ञानेन्द्रप्रति नै के भन्ने त्यो विकार अथवा तिनले नै गरेको हो कि भन्ने शङ्का ल्याइदिने। र त्यसपछि गएर जुन चाहिँ शेरबहादुर देउवाले संसद विघटन गरे है त, कि आफूले चुनाव गराउन नसकेका कारणले गर्दा संसद विघटन गरेर राजा ज्ञानेन्द्रलाई सुम्पिए। राजा ज्ञानेन्द्रले चुनाव गराउनको लागि भनेर तत्कालीन समयमा संसद विघटन गराएर त्यसपछि फेरि के त भन्दाखेरि को प्रधानमन्त्री बन्छौ भनेर आह्वान गर्दै गर्दाखेरि धेरैजनाको के भन्नु त्यो उम्मेदवारी पर्दा फेरि पनि शेरबहादुर देउवालाई नै ल्याएर जसरी तिनले प्रधानमन्त्री बनाए। तत्पश्चात अरूले प्रधानमन्त्री खान नपाएको कारणले गर्दाखेरि के गरे त भन्दाखेरि कि नेपालमा राज संस्था विरोधी घटना घटाए अथवा जुन चाहिँ के भन्ने कि नेपाललाई गणतन्त्रको स्थापना गराए। मैले भन्न खोजेको कुरा के त भन्दाखेरि माओवादीले राजा ज्ञानेन्द्रको विरुद्धमा जसरी के भनौँ न्यारेटिभ चलाए कि उनले राजा वीरेन्द्रको वंशनाश गरे, त्यसपछि गएर तारानाथ राणावत र सर्वोच्च अदालतको न्यायाधीशले जसरी त्यो समितिले प्रतिवेदन प्रष्ट गर्यो र त्यसपछि गएर जसरी शेरबहादुर देउवाले संसद विघटन गरे, कहीँ न कतै यो नेपालको राज संस्था सकाउने अथवा संवैधानिक राज संस्था र हिन्दू राष्ट्र सकाउने ग्रान्ड डिजाइन अन्तर्गत त भएको होइन। हामी धेरैजनाले भारत र सिआइएलाई दोष लगाउँदै गर्दाखेरि कहीँ कतै हाम्रो उत्तरी छिमेकीको पनि त यसमा हात रहेन। हामीले यो किन सोच्दैनौँ? राजा ज्ञानेन्द्रमाथि हामी सबैले आरोप लगाउँदै गर्दाखेरि अथवा नेपाली समाजले आजसम्म पनि दाजुको हत्याको आरोप लगाउँदै गर्दाखेरि माओवादी जो चाहिँ विद्रोही समूह थियो यसले यो मुद्दा उठायो र यसले यो प्रोपोकान्डा रचायो नेपालको राज संस्था विरुद्धमा भनेर हामी किन सोच्न सक्दैनौँ? समय आएको छ, यो सोच्नुपर्छ माओवादीले तत्कालीन समयमा यो किन भन्यो र हामी सबैले यसको प्रश्नको उत्तर पनि खोज्नुपर्छ। यति नै, हस्त, धन्यवाद।